रातले फटाउँछ जानु कि नजानु कपिराइट लाग्ला है यति मिठो गाएपछि त तर सिक्युरिटी पनि खिच्न पाइएन Sir, on that. This too good, guys. Good guy, good guy. Too good, guys. Easy. Yes. Yeah. Wow. तिमी किन एग्रेसिभमा आएको तिमी एकचोटि यस्तो मुख पनि छोड्दै थियो यार मुख पनि छोडिदिएर क्या भाइ त कता यस्तो खाँदो रहेछ तिमीले एग्री मैले मात्रै सुने हो नि फेरि थाहा त अरूले त सुनेन नि ओके यसरी है सिधा उफोन नाइस उफोनको नाइस शट ब्रो उफोन नाइस ओइ 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 ला छोटेको गोल दुईजना कलिएर छोटेको पासमा आम्मामा के हो यो हेर वसन्त यता त हेरेकै यता तपाईहरुको लागि त ठिकै हुन्छ खुट्टा सारोको लागि ठिकै हुन्छ मलाई चाहिँ बाहिरबाट हो हैन हेर्नु न यस्तो बाहिरबाट जान्छ के आफै लिएको हो तिमी अलि यस्तो वाला हुनुपर्छ के जुत्ता जारी टुको पैसाले हो वाला जाने हो यो कस्तो गाह्रो छ जारी टुको पैसाले होला यो त किन नआएको अस्ति साँच्चै गेम जितेछ नि हेलो बधाई छ जारी टु दसैँमा होइन ब्रेक फोर्ने हो होइन जसले जे छिराउँछ त्यसकै हुन्छ है त्यस्तो हुँदैन ए मेरो कालो हो म त खतरा हान्छु नि फेरि हेर्नु न अहिले हो यहाँ हेर्नु ल त्यो यो बोर्डले घाम नदेखे कति भयो होला ल यस्तो हान्यो भने त हारिहाल्यो नि अनि तपाईँको मुस्तै हो ए हामी छिरै हाल्छौँ नि त्यो तपाईँले फसाएको होइन अघि तान्दा ल यत्तिको त मन छिराउँछु हो राम्रो खेल्दै म पहिले यो फर्स्ट अब त मेरो मात्रै खाने हो ट्याक ट्याक जमानाको खत्रै खेलाडी हो नि दाइ त हामी पनि हान्छौँ नि यतिको त हामी पनि प्लेयरै हो नि जमानाको तपाईँ टिप्ताको हत्तु हुन्छ है गोटी मैले हरामी हान्छु नि समाउनु है त्यहाँ हात लाउनु फुटबल खेलाडी त यस्तो हुन्छ यता हो योभन्दा पछाडि गेम छ हो यो कथा राम्रो छ नि 2 मिनेट नथप्ने ल त्यसै गरौँ हजुरहरु रेडी भइदिनु भयो नि यो त निक्लिहाल्छ
हस् हस् ऊ तल आइसक्यो सक्यो ल त जित्यो त 8 पोइन्ट ल्यायो सिद्धो त बच्चा भन्ने म बच्चा देखेँ यो त ठिक छ पासङ भाइ सरी दादा अब यो त यस्तो दामी आउँछ है आम्मामा यो त दामी हो नि हो यसलाई त अब सालो केटो अहिले आएर सालो केटो अब सालो केटो भनिदिने सोल्टिनी के हो मार्क्स खोलो मार्क्स Pasang Dada 1-1 Ronaldo all the way from Nepal. नेपाली रोनाल्डो ठिक छ है के आज ठिक छ टिम टिम अनि के रहेछ हैन आज म त यसो हल्का ठिकै छ हुन्छ जितिहाल्छ रे दाइहरुले कन्फिडेन्स हाई छ ओके आई एम रियली ह्यापी आफ्टर लङ टाइम दाइ आफ्टर लङ टाइम हेरिरहेको छु अहिले दोनाको नायक गीत आएको छ रजनीसँग राम्रो थियो पोडकास्ट मैले हेरेँ ए ठिक छ हैन बवाल छ बवाल म जहिले पनि सपोर्ट गर्छु यहाँ मालिक आउँ न ए सर मैले यस्तो भयो के तपाईले हाल्नु पर्दैन विश्व लिम्बू र डोना थापा भन्नु पर्दैन विश्व लिम्बू किन राख्छ त त्यो अगाडि पोडकास्ट तपाईँ र रजनीको मात्रै कुरा हालेको क्या आफ्नै पोडकास्टमा हो र तर 13 मिनेटमा टाइटलले चाहिँ पल भर्सेस डोना कसरी आयो माथि त्यो पल कि डोना भन क्लिक बेट होला तर हैन मालिकको कुरा आएको छैन है त्यहाँ किन आयो त्यही त आउनु पर्दैन नेक्स्ट टाइम यस्तो हो नि त उहाँले खोलिसक्यो नि त उहाँहरू केही छैन भने रजनी त मेरो नाम जोड्यो भने उहाँकोमा मेरो उसकोमा मेरोमा उसको जोड्यो भने आगो भइहाल्छ नेक्स्ट टाइम एका जिल्ला ल्याउनु सोध्छु तिनजना एकै ठाउँ हुँदा त अनि मारे त अनि हामीलाई त अनि तिनजना एकै ठाउँ हुनु त भएन तिनजना एकै ठाउँ हुँदा त अनि हामी त अनि अचार हुन्छ फेरि खेल्नु पर्यो नि के छ र के भइछ गेम भइरहेछ नि सिधै गरे 2 मिनेट मात्रै छ अरे हामी छिर्दै गरौँ सिक्स प्याकै हो यस्तो फुलाउँदा नि देखिएन त नि खै देखेको भन्छ बाबु यसलाई अबुई 35 वर्षको उमेरमा यतिको हुनु पनि धेरै राम्रो हो नि बाबु यो त यार बाबु 8 प्याक हो क्या हो डेन्जर टिम छ के छ नेपाली एमबापे साथ मिलाउन नै भेना कपिराइट लाग्ला है यति मिठो गाएपछि त यति मिठो गाएपछि त कपिराइट लाग्ला है फेरि यस्तो मिठो अझै हाने कस्तो आउँछ मन लाएर हानि सक्यो त त्यही त सालो केटो भनेर मलाई बितायो यार खै के को सालो के को सालो मैले बुझ्दै बुझिनँ यार कस्तो सालो गाह्रो पो छ त दाजुलाई अझै थाहा छैन नि त दाजुभाइले टेन्सन दिनु भयो साइनले कतिवटा लाउँछ होला सर कहिले हिजो अस्तिसम्म जय भन्थ्यो अहिले पालामा हान्यो अब पुरै स्वीकार भइसक्यो लास्टमा दिदी भेनाश्री भेनाश्री के छ अनि सालो केटो फेरि सालो केटोले बोलाइहाल्नु होइन भनेपछि त्यो साइनो चाहिँ कतिवटा हो म त केही बुझ्दिनँ त साइनो चेन्ज गरे कतिवटा साइनो चेन्ज गर्छ है यस्तो सालो केटो हुन्थ्यो भने होइन हजुर त पुरै के खेल्दै हिँड्नुहुन्छ भन्ने सुनेको थिएँ कहाँ कहाँ बुटोल पुग्नु पऱ्यो खेल्ने चाहिँ के खेल्ने भने के भनेको फुटबल के हो त कहाँ अरू सालो केटो त्यस्तो मात्र कुरा होइन है सालो अरे अब अहिले अरू अस्तिसम्म मेरो ज्वाइँ साहब ए भाइ त्योभन्दा अगाडि भाइ अब अहिले अहिले सालो त म पऱ्यो फेरि कस्तो उल्टो उल्टो यार कहाँदेखि कहाँ पुग्यो पालामै त्यस्तो थियो मेरो चर्को आज के किपर हो कि आज आज त किपर कडा खेल्ने नि अब आज त गेरोको सर्ट छेक्नु परेन आज ओपोनेन्टमा पऱ्यो नि अब के गर्नु अब त्यो सालो भेना भनेर छोड्ने कुरा भएन होला सालोलाई माया लागेरै हान्न मन लाग्दैन कि मलाई ल अब सुरु गरौँ है त सालो भेनाको त अब गरौँ ल त्यो त कडा भयो यतिको त चाहियो ल सियो अहिले भेटौँ ल
चत्तर चत्तर लु त ल कतिको सक्दो रहेछ वान्स पर एकचोटि ट्राई गर्नु पर्यो नि त फेरि ट्राई गरौँ न ट्राई Floating his sister. You kill him. ए सालो केटो ए त्यो भन्दिने ल सुरु सुरु ठिक छ अब हामी भिड्दैछौँ सर्टै कडा आयो त छोटेर गेरोको सर्ट मैले छेक्नु पर्ने हो आज गाह्रो पर्यो त यसो गर्दा त नि भेनाश्रीको सर्ट छेक्नु पर्ने अवस्था आयो आज भेनाको सर्ट छेक्नु पर्ने अवस्था आयो अरे गेरो र अनि एरनको सर्ट त अनि कसरी छेक्नु आज अब त्यो कसरी यसरी त अब यहाँ अलिक भन्नु मिलेन सोच्न त पायो नि होइन सोच्नसम्म चाहिँ पायो अब त्योभन्दा दायाँ बायाँ चाहिँ अरू नसोचिहालौँ होइन गेम सुरु हुन लागिरहेको छ साला कलियाको पासले त एरनले गोल्सले हारे त यार नाइस कलियाले मिस्टेक गर्यो कलियाले ले कलिया एरन छोटे बल सर्ट तर बाँकी ओइ ला छोटेको गोल दुईजना कलिया र छोटेको पासमा के हो यो यार असन त यता त हेरेकै यता आम्मामा कस्तो डिफेन्डर वाउ डिफेन्डर नाइस डिफेन्डर यार छोटे आउट भएको छ डोना थापा इन भएको छ यो ग्राउन्डमा अब डोना थापाले केही गर्छ कि काले भर्सेस डोना थापाको पासिङमा डोना थापाले सर्ट गरेको छ भन्दा अगाडि पनि छोटेले कालेको असिस्ट भयो गोल सफल गरेको छ उफुन उफुनको नाइस सर्ट गो डोना थापा
अब दाजुभाइको पालो दाजुभाइले दियो दाजुभाइले कति हजुर 5 लाजो कन्फ्युज बल चलिसकेको छ सेकेन्ड हाफ क्युबिलको पास राम्रो उफनले बल पाइसकेको छ यहाँ हाम्रो गुरु ब्रदरले खतरा हानिरहेछ आज चाहिँ नाइस डिफेन्स आङ्कारा मेसी मेसी दुईटा भिडेर ओ नाइस डिफेन्स Wait. छोटे छिर्नु लागेछ अब पासाङ दाइको खुट्टामा मेसीले भेट्यो क्यामेरा भएन यार छोटेको बल छोटेले बबालको लानु हान्नु न दाइ दाम ओ ब्याड लगै छ यार आज ल 5 को अफ थियो गाइजहरु घटेर फेरि 1 को lovely pass दामी नाइस क्लियरेन्स एरोन छिरिसकेको छ फेरि यस्तो गरिहाल्छ नि काट्छ छोडे खाली हो दामी उफन दामी एक्लै उफन कमब्याक हान्ने हो नि त 7 गोलको मिठो हान्ने यार खेलाडीहरु हेरौँ न दादा के हो No lead. We have a rematch next. Yeah. No, we'll do it today. Rematch. Yeah, 10 minutes. 10 minutes. Yeah, 10 minutes. Again. दिन्छ आगे छैन. नेक्स्ट के छ खेल्ने हो 10 मिनेट हानो नेक्स्ट गेम हेर हानो जितिन्छ होला नि जित्ने त तपाईहरुकै हो हाम्रो भन्दा आधा गेरोले अलि ती किन एग्रेसिभमा आको ती एकचोटी यस्तो मुख पनि छोड्दै थियो यार मुख पनि छोड्दिरहेको भए त कत्रा यस्तो खाले रहेछ तिमी एग्री
केही पनि भन्नु भएन अनि त्यो जग्लिङ भिडियो मैले मात्रै सुने हो नि फेरि थाहा छ अरूले त सुनेन नि लेट्स मेक वन भिडियो जग्लिङ भिडियो कम जिदिन दबाई ओके यसरी है सिधा मलाई चाहिँ च्याप्प समातेर बस सो मसँग चाहिँ आज गेरो छ गेरोले चाहिँ एनएसएल खेल्यो त्यो झापा एफसीबाट एकदम राम्रो आज चाहिँ हामी जग्लिङ च्यालेन्ज गर्दैछौँ स्किलहरू है With this, but just not good. Again, try again. Good. Oh, nice. Move that one, please. This is better. You choose the soft one. Okay? Put this a ball. Try. Yeah. Nervous. Legs are heavy. These two good guys. Good guy. Two good guys. Easy. Yes. Yeah. Wow. अरे कहाँ गयो मेरो क्यामेरा त्यहाँ खेल्नलाई पठाउनुहोस् त्यहाँ खेल्न लाग्यो क्या कसैको अप्सन छैन तर सिलगढी पनि खिच्न पाइएन किन जुत्ता तुला हेलो नमस्ते म तपाईँहरूको आरुण थापा ननाज छोटे र अनि हाम्रो फुटसल भ्लग अनि अरू भ्लगहरू हेर्न चाहनुहुन्छ भने यो च्यानललाई चाहिँ डलर भ्लग च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला त्यसपछि सबै भ्लगहरू यहाँ आइहाल्छ झ्याप्झो पारेर ठ्याप्प